साथीहरु आजको दिन सुरुवात भएसँगै मेरो नयाँ भ्लग आएको छ है। यहाँ अब भ्लग सुरु गर्दा गर्दै हाम्रो वासिङको काम पनि यता भइरहेछ। अनि यहाँ हाम्रो बुधबारको एकदम ह्यान्डसम केटो यहाँनिर पुरा रेडी अवस्थामा छ। भाइ के गर्यो यार तिमीले? के गर्यो यहाँ भन न, तिमी के गर्दैछौ? यसो यहाँ यसो मेरो भ्लगमा यहाँ भन न मुला, यसो तिम्रो परिचय सर्चय देऊ। फेरि के को सुलसाल? कहिलेको सय हो फेरि हो? आम्मा यो भाइ त लास्ट काल रहेछ यार। कहिलेको 100 रुपियाँ भाइ? आम्मा यार यो भाइ त लास्ट काल रहेछ यार। आम्मा यो भाइलाई त सकिँदैन यार। के को 30 रुपियाँ? आम्मा 20 रुपियाँ अब रातारात गायब। के गरे यार भाइ? 50 रुपियाँ रिचार्ज हाल्नु लगाएर यार 30 रुपियाँ दिन्छ यार। के गरेको यो भाइले यार? भाइ के हो अब एक सब्सक्राइब हानेको 20 रुपियाँ यहाँ के हो यो यस्तो? त्यसको लागि अब 20 रुपियाँ गायब। के गरे यार यो भाइले? सब्सक्राइब गर भन्दै मेरो 20 रुपियाँ पच हान्थ्यो त। अब हाम्रो अर्को यहाँको एकदम खतरा लेजेन्ड मान्छेलाई म भेट्न जाँदैछु। यो हाम्रो हिरो के गर्दैछ? भाग्छ त यार। के भएको? ओ भाइ यहाँ आउ न, यहाँ आउन, तिमीसँग एउटा कुरा भन्छ। यहाँ आउ न, यहाँ आउ न, यहाँ आउ न। यहाँ तिम्रो पाली आएको छ। यहाँ हेर न, यहाँ लक्कीले हिजो मलाई होइन 50 को रिचार्ज हाल्न लगायो होइन। रिचार्ज हाल्न लगाएर अनि त्यसपछि मैले हालिदिएँ होइन। अनि आज आएर उसले मलाई 30 रुपियाँ दियो। अनि भाइ के हो 50 रुपियाँ हालिदिएको, किन 30 रुपियाँ भनेको? दाइ 20 रुपियाँ अब मैले तपाईँको च्यानल सब्सक्राइब गर्छु, त्यसको 20 रुपियाँ भन्छ। तिमी के भन्न चाहन्छौ यो कुरामा? अब त्यही त, अब तिम्रो साथीलाई भन्नु पर्यो तिमीले यार। अब सम्झाउनु पर्यो यार। मेरो 20 रुपियाँ एक सब्सक्राइबरको 20 रुपियाँ। अब तिमीलाई कति दिनुपर्ने भयो मैले? त्यो 100 रुपियाँ दिनुपर्ने भयो। अब सक्यो त। अब यता फेरि 100 को रिचार्ज हाल्यो भने 100 सक्यो। अब त्यस्तो है। दाइलाई के हो लुट्ने तिमीहरू? अनि के गरेको भन? तिमी हिँड त्यहाँ, तिमी त्यहाँ हिँड कि त्यो भाइलाई तिमीले सम्झाउनु पर्यो होइन। त्यो भाइले एक सब्सक्राइबरको 20 रुपियाँ हानो पच हानिसक्यो। त्यो भाइलाई सम्झाउनु पर्यो। यो मान्छेले मेरो एक सब्सक्राइबरको 20 रुपियाँ हान्थ्यो। गोला खान्छु भनौँ होइन। मैले मसँग 5 रुपियाँ चाहिँ गरिदिन, आउनु त म तिर्दिन्छु भने होइन। अनि उता 5 रुपियाँको 20 रुपियाँको गोला मान्छ। अनि 5 रुपियाँमा गरिदिएको 20 रुपियाँ मैले कसरी दिन्छु? तिमीले माग्यो सुरु। यो भाइले त पुरा ठग्दैछ त हामीलाई। यस्तो उपचार गर्नुपर्ने भयो। राज भाइ अब यो आजको भ्लगमा के भन्न चाहनुहुन्छ यहाँ भन्नु पर्यो? तपाईँ मलाई एउटा ब्याट्री लगाइदिन्छु भनेर पुरै बिर्तामोड घुमाउने, त्यसपछि ब्याट्री पनि नलाइदिने, यो के हो तपाईँको यो खास कुरा? यहाँ मलाई भन्नु पर्यो। तपाईँले काम कुरो त बिगार्नु भएको छ। मेरो बाइक म बिहान झन्डै यहाँ ठेलाइमा परेको छु। राज भाइ तपाईँले के गर्न आँट्नु भएको यहाँ भन्नु? तपाईँले गर्न खोजेको के हो? अब राज दाइले यहाँ ब्याट्री लगाइदिन्छु भनेर यार भागो यार। हाम्रो सुजिङ सोरुमको एकदम हेड मिस्त्री। यो चाहिँ एकदम लभर भयो क्या। केही न कामको काम गर्ने बेलामा यस्तै केटीसँग बोल्यो, केटीको भिडियो हेर्यो, काम छैन केटीसँग बोल्यो,
यो मान्छे तपाईँसँग सम्पर्कमा छ भने यो मान्छेसँग कुरा नगरिदिनु होला हो। यो मान्छेले हो यो ब्लक गरिदिनु पर्यो होइन। साथीले कसको छोरी बिगारिरहेको छ हेर्नु होला तपाईँहरू। यो मान्छेले तपाईँलाई फोन गर्दैछ भने सोच्नु यो मान्छेले अब तपाईँलाई प्ले गर्दैछ। त्यही भएर कोही पनि केटीहरू यो मान्छेसँग कुरा गर्छन् भने बेलैमा ब्लक गरिदिनु एकदम उचित होला। त्यति नै भन्न चाहन्छु। के भन्न चाहन्छौ? सबैजनाले होइन, जसले फोन गर्छन् यहाँनिर मिस कल आउँछ नि त्यो मिस कल गर्नेहरूले चाहिँ ब्लक हानिदिनु पर्यो नि त। यहाँ चाहिँ हाम्रो एकदम वर्कसपको खुङ्खार हेड मिस्त्री। यहाँनिर के हो यो कामसाम छैन, मोबाइलहरू के हो यो बुढेसकालमा आँखा बिग्रिनलाई के हो? राज दाइ तपाईँ के गर्न आँट्दै हुन्छ हो राज दाइ? आँखा बिग्रिन्छ त तपाईँको यो उमेरमा। भनेको त यसो मेडिटेसनहरू गर्ने हो होइन, यसो योगा सोगा गर्ने। तपाईँ किन मोबाइल मात्र चलाएको के हो यारी? यहाँ पुरा सुजीको हेड मिस्त्री जस्तो मान्छे के हो यो योगा सोगा गर्नु छोडेर के हो यो बुढेसकालमा मोबाइल चलाएको चलाइ के हो यार? तपाईँ फेरि युट्युबै ब्लक गरिदिन्छु भन्नुहुन्छ। को मर्यो हौ फेरि हौ? अहिले आएर मर्छन् दाइ। मान्छे मरेन भने यो पृथ्वीको वातावरण कसरी सन्तुलनमा आउँछ त हौ? बिग्रिहाल्छ नि। मान्छे धेरै भयो भने त अनि पृथ्वी धसिहाल्छ नि त हौ। के भन्नुहुन्छ यार तपाईँ यार? त्यस्तै हो नि त। कोही जवानमै मर्छन्, कोही बुढो भएर मर्छन्। त्यो मर्ने कुरो त त्यस्तै त हो नि हौ। तपाईँ फेरि यस्तै गर्नुहुन्छ क्या? बा के गरेको? गाडी धुऊ न, मलाई कहाँ धुन आँटेको? तपाईँहरूलाई पनि यसो यो अब कुनै पनि गाडी धुनु परेमा यहाँ एकदम हाम्रो पुरै एक्सपिरियन्स भएको भाइहरू छन् है। वासिङको लागि गाडीहरू वास गर्न ल्याउन सक्नुहुन्छ। ल्याएर एकदम यो टलक्क टल्किने गरी आफ्नो गाडी आफै नचिन्ने गरी वासिङ गरेर लान सक्नुहुन्छ है तपाईँहरूले। ए भाइ ए काम गर्नु छोड। के हो बाल्टिन बोकेको छ, मोबाइल चलाएको छ, के हो? के गरेको भाइ? के हो कामसाम गर्नु छैन, खालि मोबाइल चलायो, अर्काको छोरीसँग कुरा गरो, बेकारमा पढाइ सढाइ बिगारिदियो। के गरेको भाइ तिमीले? यो भाइ निकै आजभोलि हुँदैछ कि यसको अलिकति व्यवस्था गर्ने बेला भएको छ। केपी ओली त नि यहाँ पुरा भिडियोमा एकदम पुरा व्यस्त नै हो। त्यही त बुद्ध शान्ति कसरी विकास गर्ने भन्ने कुरा यहाँ एकदम छलफल गरौँ भनेको। दाइ मान्दै मान्नु न यार। खालि भिडियोमा खालि त्यस्तै मात्रै हेर्नुहुन्छ क्या? हेर्न पनि नि फेरि अब के भएको त हो यो बुढेसकालमा के गरे हौ? अब हेर यहाँ पुरा सिलमा है। यो दुईजना बेटल यो बेटल हान न खोइ लु यो बेटा हो। के हो भाइ? ऱ्याप स्याप हान्न आउँदैन, जे गरिदिने। दुईजना मोटु पत्लु कि जोडी भनौँ, दुइटै पातलो छ। कोही के अलिक छेउमा आउन तिमीहरू दुईजना। ऱ्याप ब्याटल चलिरहेछ हेर भाइले। त्यो के गरे यार? 50,000 लगाएर 30 दिने यो मान्छे लास्ट लुटेर भएको छ है साथीहरू। एकदम ठगीको नाममा चाहिँ यो मान्छे एकदम खतरा हो। अनि तिमीलाई ठग अरे 5 दिएर 20 को बोला भरेर 20 रुपियाँको बोला खाइ। भाइ तिमीले किन त्यस्तो गरेको? म त्यहाँ गएँ होइन, खाऊ भने त्यसै दोकानको मान्छेले 4टा बोला दिँदैछ, म किन नथाप्नु अनि दाइ? मैले 5 को भने तिमीले खाऊ त भन्, 5 को भनेन खाऊ, 5 को भने तिमीले नै 20 को भनेको। भाइ तिमीले किन त्यस्तो गरेको यार साथी हो? 5 दिएर 20 को भोला त माग्नु भएन नि यार। भाइ ज्यान देखाउ न, सो गर न हल्का एकचोटि। 6 प्याक देखाउ न, 6 प्याक देखाउ न हौ।
सिक्स प्याक नै देखाउ न यार सिक्स प्याक देखाउ न ओ सिक्स प्याक देखाउ उसको देखाउनु भाइ तिम्रो पनि सिक्स प्याक ए छैन न ठिक छ यो यहाँ कडा यो गाडी एकदम चटक्क पोलिस हान र साथी हो यो गाडी चाहिँ एकदम चटक्क पोलिस हान र टलक्क टल्काउनु पर्यो टलक्क टल्काउनु पर्यो यहाँनिर जसले सुरुमा टिप दिन्छ त्यसको सेलिब्रिटी बनाउँछु म होइन जसले यहाँनिर टिप दिन्छ त्यसको मात्रै गाडी टल्किन्छ होइन त्यो पनि यहाँ भन न या कस्टमरले यो भिडियो हेरेपछि तिमीलाई दिन्छ क्या भन लु तिम्रो जिज्ञासा भन यहाँनिर तपाईँहरूले 500 रुपियाँ हाल्यो भने पनि टिप दिएर गाडी टल्किन्छ भन न टल्किँदैन जल्दी टिप दिन्छ अनि मात्रै टल्किन्छ होइन त तिम्रो भनाइ के छ तिम्रो भनाइ के छ भन न लक्की भन न तिम्रो भनाइ हाम्रो मन खुस अनि के भन नि तिमीलाई भन न काम गर्नेलाई खुस बनायो भने हामी पनि कस्टमरलाई खुस बनाउँछौँ ए तिमी खुस बनाउने के गरेर खुस बनाउने गियर लिएर के भन्छन् हौ हाम्रो मिस पुरा उता बसेर पुरा हल्ला गरेछ नि त के हो यो पुरा यो डोना थापाको म्युजिक भिडियोमा देखेको केडी जस्तो छ त को हो भाइ को सेलिब्रिटी त अनि यहाँ पो छिन् त अनि के हो मिस के छ तपाईँको खबर हेर्नु अब लुकेको के हो यस्तो यार हाम्रो खतरा युट्युबर हो इलामको खतरा युट्युबर हो के रे युट्युब च्यानलको नाम हो निता लिम्बू अनि हो त्यसमा गएर तपाईहरुले सब्स्क्राइब गरिदिनु पर्यो सबैले सब्स्क्राइब गर्नु भएको छ भने अनसब्स्क्राइब गरिदिनु भिडियोहरुमा भाइ तिमीले भन्न खोजेको चाहिँ के हो भिडियोहरुमा डिसलाइक हान्दिनु होला भाइ तिमीले के हो भन्न खोजेको चाहिँ के हो यार के हो तिमीले अब के गरिहाको देख्नै नहुने अब यार के गर्न खोजेको मिस तपाईले भनिदिनु पर्यो खोइगन त के हो तपाईले बनाउनु मेचेकोमा सब्स्क्राइब नगरे पनि निता लिम्बूको गर्नु पर्यो हैन गरिदिनु होला ए ठीक छ ल अरु के गर्नु पर्ने मिस तपाईको ए ठीक छ भुइसोरी सेवारो अरे उहाँको नयाँ म्युजिक भिडियो पनि आउँदैछ अब चाँडै नै हैन सेवारो वाला अब त्यसपछि अब हैन भिडियो हेर्दिनु पर्ने हुन्छ यो को हो यस्तो हेर्दा पनि खतरनाक देखिने हो यो के हो भाइ काम गर्नु छोड्यो के हो तिमी मोबाइलै मात्रै चलाउने खालि केटीहरुकै पोस्ट हेर्ने भिडियो हेर्ने के हो के गर्नु खोजेको यार तिमी यार ए भाइ त्यसो ठग्ने काम नगर नि यो एकदम यो भिडियो चाहिँ हाम्रो साउले हेर्नु पर्यो एकदम ठग यो काम चोर यो के हो यस्तो भाइ के गरे भाइ बिहान उठेदेखि मोबाइल चलाएको छ हाम्रो साउजी यहाँ हेर्नु होला यो मान्छे कारबाही गर्नुपर्छ अनि यो सेलरी कम्ती भएर पनि अरे यो महिनाको 15-20 हजार उहाँलाई चाहिने भयो अब सेलरी कम्ती भएर चाहिँ यो उहाँले एकदम हाम्रो केपी ओली अब बोल्नै चाहनु न अहिले उहाँको एकदम जहाँ गए पनि केपी ओली मुर्दाबाद भन्ने नारा लागिसके पछाडि उहाँ केही बोल्न चाहनुहुन्न अब उहाँको पिए हुनुहुन्छ लक्की राई ए विष्णु ए म्यानेजर यता केपी ओलीको म्यानेजर अरे अनि यता चाहिँ फेरि अब पिए अरे लु भाइ तिम्रो तर्फबाट एउटा खतरा गीत जानु पर्यो हुन्छ आउँदैन नि दाइ अब आज फुलपुरी लाग्यो नि ला मुलाई यहाँ त के हो यस्तो छ त नि ए माया अब धेरै नसताऊ त्यो बोल हेरेर आज फुलपुरी लाग्यो नि हौ यहाँ सिङ्गरहरू पनि छन् है अब छिटै नेपाल आइडल होइन टाइटलमा चाहिँ छिटै जान्छन् जस्तो छ गीत पनि पुरा यो भाइ यो गीत कसको अरे सोनु निगम कि कसको अरे ए कुमार सागर ए कुमार सागरको गीत पनि अब यहाँनिर हाम्रो भाइले सुन्दैछ है कुमार सागरको चाहिँ एकदम ठुलो फ्यान अरे यो भाइ तर गीत चाहिँ गाउन आउँदैन होइन ए कसको हो त भाइ यो लाउरेको कसको भन्नु पर्यो नि त यार तिमीले गीत कसको हो भन्ने कुरो यार भाइ लिल झोलाको लगाऊ हुन्छ drink man puno puday
भाइ तिमी यस्तो जे पाए त्यही गीत चाहिँ नसुन न यार, राम्रो गीत सुन। आम्मामा कुन खालको गीत हो भाइ हो यो? कसको यो? पुरा खतरा खाले गीत सुन्दै के गरेको हो तिमीले यार? यस्तो जे पाए त्यही गीत चाहिँ नसुन न यार। यो गीत चाहिँ गाउन यार भाइ, तिमी पनि सिङ्गर हो त हो यार, जस्तो जे भयो पनि तिमी सिङ्गर होइन यार भविष्यको। हेलो दर्शक मित्रहरू, मलाई हेर्न सक्नुहुन्छ, म यहाँ गहिरोमा छिरेको छु। हाम्रो केपीओलीलाई सम्मान गर्न चाहन्छु। खदा भाइ केपीओलीलाई खदा र मालाले सम्मान गरिहाल। केपीओलीलाई खदा र मालाले सम्मान, खदाले सम्मान गर्नु पर्यो नि त यार। राम्रो पुलिस गर्नु भएकोमा ओए भाइ त्यस्तो भाइ त्यस्तो नगर है, पदम दाइ गर्यो। म खतरा गीत लगाउँछु ल जुन सम्झिन्छ। हाम्रो सिद्धो जी यता आइपुग्नु सक्नु आएर खुट्टा ढोक्नु पऱ्यो त्यो बेला। यो गीतै खतरा गीत आयो भएको चाहिँ यो गीतै। ठिकै छोड न के सलाई उडाउन देऊ त्यो हावालाई डुबोला तिम्रो। ओ भाइ के हो तिमीले डिक्की लगाएको कि मार्तलले डिक्की फोडेको हौ? म माया मार्दिन तिमीलाई छोड्दिन। हजुर फर्स्ट नेपाल आइडल भनेको को पो थियो यार? राजलाई मैले बिर्सेँ यार। फर्स्ट नेपाल आइडलले बिर्सेँ, आइहाल्छ नि यार सर्च गर्दा यार। तपाईँ किन सिधाल्ने? बुद्ध लामै हो क्या फर्स्ट?